ल नमस्ते गाइज, के छ हल्ली चल्ली। आज पनि लिएर आइसके सोशल मिडियाको भाइरल भिडियोको खतरा कमेन्टहरू। र आजको भिडियोमा यो भन्दा अगाडिको भिडियोमा तपाईहरुले गर्नुभएको कमेन्ट पनि छ है। ओहो, मामु बाबाले टुर जान बाटो रोकेपछि छोरी रिसाएर केही छैन। जे गरे पनि मलाई चाहिँ टुरै नजान दिने। आज चाहिँ म गएर मामु बाबाको बिचमा गएर सुत्दिन्छु। अब हेरौँ कहाँ छिन् मामु। म जान्छु कि म त्यही सुत्छु। ब्ल्याङ्केट ओढेर गुट्टु मुट्टु भएर सुत्नु पर्यो। यस्तै पारा हो भने भाइ जन्मिँदैन है नानी। तिहारमा कसलाई टिका लाउँछौ? बिगार्दिने भई आज नानीले। अध्यारोमा बाबा छुकिएला नि फेरि। दुश्मन खोज्न टाढा जानु पर्दैन भन्थे हो रहेछ। जाडोमा बाबा मम्मीलाई डिस्टर्ब नगर के। ल हेर्नुहोस् त यहाँ नाच। सायद तपाईहरुले पनि यस्तो डान्स पहिला देख्नु भएको छैन होला। ओ भाई मारो, मुझे मारो। ओहो, डान्स कडा। अब कमेन्ट पढम है त। नाचेको कि न्यू खोजेको हो? स्याङजाली भर्सेस झापाले हैछ जस्तो छ। भोलिसम्म हानाहान पक्का हुन्छ। नाच्दा नाच्दै हानाहान पर्ला जस्तो छ। लौ न, 2-4 जना छुट्याउनलाई तयार भएर बस्नु पर्यो। ल पहिला यो जाडोमा दिदीले रोटी तताउँदै गरेको भिडियो हेरौँ अनि हाम्रो काम गरौँला। जाडो भा आगो ताप्दै कत्रो आगो भयो, कस्तो तातो भयो। जाडोमा त आगो ताप्नु त एकदम मजा आउँछ त हामीलाई। तो चलिए शुरू करते हैं। आगो ठुलो नबनाउनु, रोटी जलेर कालो होला। जङ्गल जलेर खरानी होला नि फेरि। हेरै नसेका होइ, चाउरी पर्ला नि। अच्छा, तताउने मान्छे नभएर आगो तापेको होला। समझ रहे हो? जाडो भा आगो ताप्दै त्यति ठुलो आगो बालेर रोटीको सत्यानाश हुने भयो। बाक्लो खालको रहेछ त पापा। ल गाइज, अब एक लाइक गरिहालौँ है त। बाँच्न मात्र पर्छ, देख्न त के पाइन्छ। पहिला कलकलाउँदो जिउताल भएको दिदीको यो नाच हेरौँ, त्यसपछि तपाईहरुलाई थाहा छँदैछ के हुन्छ भनेर। राडै बस्छु, यत्रो नि भेट्दिन। पेटमा भन्दा अन्त आँखा गएको भए मरिजाउँ। सुकेनास लागेको हो कि नामले परेको हो? जोबान पनि कस्तो लोभ लाग्दो यार, कलकल परेको। फिल्टर लगाउँदा पनि नराम्रो देखिने म मात्र हो कि भनेको त यता पनि हुनुहुँदो रहेछ। खुसी लाग्यो। ओहो, छातीमा हुनुपर्ने कुरा पेटतिर गएछ। कहिलेकाहीँ त यस्तो भिडियो देखेर दिमाग घुम्छ यार। यत्रो सानो उमेरमा यत्रो ठुलो प्रगति चाहिँ कसरी गर्छ? बच्चा बच्चीले ट्रु लभ गर्ने त हामी जस्तो लेजेन्डले त वान ट्याग नो कन्ट्याक्ट। जय दुधेश्वरी माता। लाडो खा। अबुई, कति ठुलो ठुलो आँखाहरू। तू समझा? बेलुन हो कि साँच्चै डल्लो हो? मालूम नहीं तेरे को। सानो उमेरमै ठुलो जिम्मेवारी रहेछ। ये क्या बक रहे हो मादरचोद? कति मलिलो रहेछ मुर्दारको हात। सही पकडे हैं। बच्चा बच्चीले ट्रु लभ गर्ने त हामी जस्तो लेजेन्डले त वान ट्याग नो कन्ट्याक्ट। कति राम्रो दुध, क्या बोलाएर।
मलाई पनि प्लिज एक ठ्याक। के बोले भाइ? अब के बोले? ल यहाँ फेरि रुवाउने भिडियोमा पनि हँसाउने कमेन्टहरू छ। पहिला इमोसनलवाला यो भिडियो हेरौँ, त्यसपछि कमेन्ट पढौँला अनि हाँसौँला। म बसेको त्यो मुटुमा अरू कसैलाई नराखिदेऊ न है, अर्को जुनी पाउँछ या पाउँदिन त्यो त थाहै भएन है, पाएको यो जुनी तिमी मेरै भइ बस्नु है माया। गेडा टचिङ लाइन आँखाको। अबे साले। हे भगवान, किन बिहानै मोबाइल हेरेछु? इमोसनल सङ ब्याकग्राउन्डमा राख्दा नि हाँसो लाग्ने भिडियो यही होला। म बसेको त्यो मुटुमा अरू कसैलाई नराखिदेऊ न है, अर्को जुनी पाउँछ या पाउँदिन त्यो त थाहै भएन है। नाकबाट आँसु आयो। खाओ माँ कसम। आफू रोएर हामीलाई हँसाउनु भएकोमा धन्यवाद। टिकटकमा यस्तो यस्तो भिडियो भेट्छ कि कमेन्ट पढ्न पनि फिल्टर लगाएर पढ्नुपर्ने अवस्था आउँछ। चाकेश्वरी माइकी बड़े खतरनाक लोग हैं। नेता भोटकेमा म चाकमा। माओवादीमा पो लाग्नुपर्छ कि क्या हो? यस्तै देख्छु र माओवादी छोड्न मन लाग्दैन। आयो मालवादी। ल यता फेरि यस्तो छ, नेपाली हो ट्यालेन्टको कमी हुने त कुरै छैन नि। सातमा पढ्छु नि हजुर भन्नु कतिमा पढ्नुहुन्छ नि माया। धन्न मिलेको शब्द त श्याम राणाले जस्तो जोड्यौ त नानी। राइमिङ मिलाउँदैन कि भनेर सोच्दै थिएँ, अन्तिममा धन्न मिल्यो। सातमा पढ्छु नि हजुर भन्नु कतिमा पढ्नुहुन्छ नि। सातमा पढ्छु नि टुक्का सुन्दा हाँसेर मर्छु नि। हाँस्नै लागेको थिएँ तर गीत मिलाएर छोड्यो। ल अब मेरो अगाडिको भिडियोमा तपाईँहरूले गर्नुभएको कमेन्टको मजा लिउँ है त। तर भिडियो सुरु गर्नुभन्दा पहिला लाइक चाहिँ गरौँ है। गोल त हान्ने नै हो, तर कति गोल खप्न सक्छौ? धेरै गोल भेटेपछि रुन चाहिँ पाइँदैन नि है। दिनमा लाज लाग्छ, राति गोल हान्न आउनु पर्ला। बिना किपरको के गोल हान्नु हो? त्यही नै दुनियाँले गोल हानिसकेकोमा। ये बड़ी अच्छी बात कही है। दिलको ढोका होइन, त्यसको ढोका खुला राख, म आउँदैछु। कुछ समझे दया। एक ग्लास खाएर दिनुपर्ने रहेछ यार। सही पकडे हैं। बुढा चाहिँले पेल्न नपुगेको हो नि। ल डन आयो है डन। भिडियोमा त डन भन्दैछ, तर साँच्चीकै डन हो कि होइन कमेन्ट पढेपछि थाहा हुन्छ। म चाहिँ झापा रिडन होइन, तपाईँलाई झापा जिल्लाभरि मान्छे कुट्नु पऱ्यो भने मलाई कन्ट्याक्ट गर्नु। मान्छे कुटेर मरो अथवा चोटपटक लाग्यो भने मेरो जिम्मा हुँदैन होइन। मान्छे कुटेको मासु रूपमा झापा भनेर इलामतिर नहेर न। तिमीलाई केही भयो भने चाहिँ कसको जिम्मा नि? मान्छे कुटेको 500 कि कुटाइ खाएको 500 हो? म चाहिँ झापा रिडन होइन, तपाईँलाई झापा जिल्लाभरि मान्छे कुट्नु पऱ्यो भने मलाई कन्ट्याक्ट गर्नु। मान्छे कुटेर मरो अथवा चोटपटक लाग्यो भने मेरो जिम्मा हुँदैन होइन। मान्छे कुटेको मासु रूपमा झापाली हो, यतिको गफ त हान्नु परिहाल्यो नि। एक हान्डा उछितिर आकाश छोला जस्तो छ, मान्छे कुट्ने रे।
ल अब जाँदा जाँदै यो भिडियो हेर्दै लाइक गरेर नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथीहरूलाई पनि भिडियो सेयर गर्नुहोला। स्याउली बजारमा ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर ताना तान भो हाना हान भो तिमीलाई देखेर। गरिब छु नत्र मोबाइल फुटाइदिन्थे। क्या भोसडी क्या